हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी पिकनिक खान जान लाग्छौँ माथि लेकतिर। अहिले गाउँमा हामी दसैँको महामारीमा पिकनिक खान जान लाग्छौँ। यो चाहिँ म थाल अनि के कोडी लोटा तिनीहरू लिएर जान लाग्छौँ माथि। अरू केटाहरू आउँदैछन् तल। अनि हामी चाहिँ पिकनिक खान माथि लेक जङ्गलमा पिकनिक खान जान लाग्छौँ। त्यहाँको भ्यू म पछि तपाईँहरूलाई देखाउँछु। एकदम रमाइलो हुन्छ त्यहाँ। अनि त्यो एकदम रमाइलो हुन्छ। सब एउटा बोका लगेर जान लाग्छौँ हामी। एकान्त ठाउँ छ जङ्गलतिर। अनि त्यही सब चिज रमाइलो गर्ने भनेर आज जान लाग्छौँ हामी। अरू सब आउँदैछन्, म चाहिँ जान लाग्छु। ल, हाम्रो ग्रुप चाहिँ लगभग 30-40 जनाको ग्रुप छ। अनि एउटा बोका लगेर बोका मासु नखानेलाई अन्डा के धेरै प्रकारका चिजहरू लगेर हामी जान लाग्छौँ। बिस्तारै देखाउँछु म। हामी पसलनिर आइसक्यौँ। पसलनिर आइसक्यौँ। हामी जान्छौँ हामी अब पिकनिक खान सबैजना मिलेर। एकदम रमाइलो हुन्छ गाइज आजको दिन। एकदम रमाइलो हुन्छ, एकदम रमाइलो। हाम्रो गाउँभरिको दसैँमा सब कहिले भेट्नु भएको मानिसहरू आएर मजासँग काका काकीसँग खेलिन्छ, सबसँग खेलिन्छ मजा। अनि मजा तरिकाले खेलिन्छ। आजको दिन एकदम बवाल हुन्छ, धेरै रमाइलो हुन्छ र बब्बाल रमाइलो हुन्छ आजको दिन। सब केटाहरू सब आइसक्यो। हाम्रो ग्रुप 10 बोका ल्याउँछु ल। 10 बोका धेरै हुन्छ। पैसा दिएन भरे त। हो 10 बोका धेरै हुन्छ नि। हाम्रो सामान प्याक भइसकेको छ यहाँ। अब चाहिँ हामी जाने रेडीमा छौँ हाम्रो यहाँबाट। अनि अब सामान हाल्दैछौँ उता चाहिँ। अब हामी यो पूजा हो, यो मसला हो, के अब जाने तयारीमा भइसकेको छौँ हामी। अब पारामा सामान लगेर अब हामी जाँदैछौँ लेकतिर, पिकनिकतिर हाम्रो गाउँको। अनि लगाइन्छ हामी। अब यो चाहिँ रोड हाम्रो गाउँ यो। अनि म चाहिँ जाँदैछु। ल, हाम्रो केटाहरू पछाडिबाट आउँदैछौँ। हामी चाहिँ बोकेले पनि जान लाग्छौँ। त्यहाँबाट आउँदैछु हामी। 2 जना माथि गइसक्यो। यो चाहिँ हाम्रो गाउँ बस्ती बब्बाल छ। हामी आज चाहिँ फुल इन्जोय गर्छौँ। अनि हाम्रो माथि भ्लग हो, भ्लग न्यू भ्लग भाइरल हुनुपर्ने भ्लग सम्झना लागि हाल्ने हो बास। अरू क्या करबाडी क्या कट कसो कट एका मान्छेले कर देखाउँदा खोला बनाउन लागि पछाडिको मान्छे देखाउनलाई कर देखाउँदा न रे। पछाडि मान्छे देखाउन लागि यसो पछाडि उसो क्यामेरा आएर किन फुल इन्जोय गर्छ माथितिर। बब्बाल हुन्छ। हाम्रो दाइ आउँदैछन् पछाडि, सब ग्याङ आउँदैछ। यो चाहिँ हाम्रो टोलको मात्र हो, अरू टोलको आउँदैछ फेरि। मेरा नि देखाउँदैन, आइफोनमा देखाउँदा हामी। तँले भिडियो मेरोमा स्पेस झिकाएपछि तुमले दिनु भन्ने हो। मैले नभए 3-4 भिडियो मेरा नि स्पेस आज यार मेरो आज कति दिन जाने आएको अझ भ्याएको होइन। हामी त्यो बोकेले पनि जानु लागेको थियौँ काकारेमा। बोलो केही बोल्नु त, केही बोल्नु छैन। अहिले खानु छ बोके भके ल। हामी जान लाग्छौँ नि बोके ल्याउन। 14,000को बोके छ। कत्रो होला अब त लास्टै म खतरा छ बोके। एक गेङ परबाट आउँदैछ हाम्रो गाउँबाट। हामी चाहिँ यो साइडको। ल, बोके ल्याएर गइसकेका छौँ। बोके यही बोके आज काटिने हाम्रो पिकनिकमा। चल धेरै छैन, 10 जना छौँ। यति बवाल हालिन्छ आज। लेग पिस तलका त अहिले गाडी हिँड्नु भन्ने। अलि मोटो पनि रहेछ यो बोके चाहिँ। ओहो, मार्ला जस्तो छ, मोटे पनि रहेछ अलि। चल बे। ल, हामी चाहिँ गइसकेका छौँ यहाँबाट। बोके खतरा गराइरहेको छ। ल, काका लिएर जान लाग्छ बोके चाहिँ हाम्रो। के गर्नु बोके आजतिर जिन जाने भयो त। को काट्ने बोके आज? को काट्ने बोके आज? त्यो घाटा नत्र
सको लाग्यो छिकी यो चाहिँ अब गइसकेको छु नभएर आउँदैछन् तल सब हाम्रो साथीहरू दाइ अगाडि हिँड्दैछन् अन्त एक भनि आगै तुम्रो भलक त भएन हेरो मेरो उसमा लगाएको छ यसमा भरियामा ल तुम्रो भलक हामी अब जान लाग्यौँ माथि ल आधी बाटो पुगिसकेका छौँ हामी ल को आउँदो रहेछ हाम्रो भन्ने त्यति बेला माथि डाँडामा यो चाहिँ हाम्रो एउटा ग्याङ मात्र अर्को ग्याङ उताबाट आउँदैछ फेरि हाम्रो लगभग 30-35 जनाको ग्रुपमा हामी म वनभोज खान जाँदैछौँ आज पिसाब गरेर आयो इधर गुटका इधर फाल रहा है ठीक भेड़िया एक पण ढिल्नु बना दिए चल भाई चल ओए ये चाहिँ लास्ट पारी बनाउँदा कुडा बनाउँदा सुरु भइसकेको छ यहाँ बुके गर्न सुरु भइसकेको छ आगो सागो मिलाएर उसले आँखा मैले एयरफोन भइरहेको छ हाम्रो पानीको बोतल यो बोतल खाली राखेको सेगुवा बनाउने ठुला काट्न आएको छ यो घुङ्गाडुको हाम्रो यता घुङ्गाडु भन्छ यसको नाम अनि यो काट्दैछ दाइले ठुला लट्ठी काट्दैछ मसाले यसमा मासुको चाहिँ र सेगुवा बनाउने हामी कति लाग्नु पर्ला दाइ 4ले लगभग हुन्छ हाम्रो यहाँ मासु खाने मात्र ग्रुप छैन मासु नखाने ग्रुप पनि छ मेरो ग्रुपै मासु नखाने ग्रुप हो दाइले खाँदैन मैले खाँदिनँ अर्को छन् 2-3 जना ल हामी चाहिँ अर्को ठाउँ जान लाग्यो यो चाहिँ पाइएन एउटा मात्र पाइयो यो चाहिँ जङ्गलै जङ्गल छ यहाँ धेरै चिज पुराना पाइन्छ नि यो के को यो त हो यो मलुवा ल पल्लाबारी छ परियामा छन् कि यो खोलोबार नागेर ओ माई गड ल हो यसमा छ नि त यसमा एउटा छ हो यो ल उहाँ छन् केटाहरू हल्ला गरेर खानु यो कहाँ हो त यो नाम थाहा छ लिएकै हो तर यो कहाँ नाम थाहा छैन एक्ज्याक्ट नाम थाहा छैन अब हामी कोही पानी ल्याउनु गएको छन् पानी पनि पाइँदैन उता टाढा पाइन्छ है
चाउचाउ पकाउँछ नि उसलाई त्यसै हाल्ने क्या त्यसै गाडी त्यसो भए त 3-4 5-6 अन्डा त्यसै राख्यो भने बोइल हाल्ने कि बोइल बोइलर खुसली हाले पनि हुन्छ त्यसमा हालेको तेलमा भुट्ने उन्डा तेलमा भुट्ने हैन पहिला त्यसमै चौसानीमा राख्ने ठ्याक्क उन्डा चामडा बट्टा हुँदा मजा आउँदा चामडा ती मजा आउँछन् के कहिले बट्टा खादैन यो खाउन यार त्यो स्पेशल यो कुवा बनाउने वाला बाँस दुधै राख न खाले निकाल्नु हो यो गरे गान त खाइसक्यो के राख स्पेशल मासु खानेलाई अन्डा हो है मासु नखाने अन्डा खाऊ है यो अन्डा आछिन त्यहाँ आसी कहीं अन्डा हो त्यो छोटोले त्यहाँ हाल्नु त यार अन्डा हो अन्डा हैन है फुल गाली पनि मलाई बैठी नसी जाने ओ स्पेशल आयो स्पेशल आयो नि त पट्टो भिडियो मजा भयो यार चाहिँ पट्टो है फोटो सोटो भिडियो अब दाउरा छ के जाउँ त दाउरा छ के मासु पकाउनको लागि पनि दाउरा चाहियो आसी चाहियो आसी पनि चाहियो ठुलो पल्लो यार कुर्सीले हेलो के पानी को के हाँ को आथी नहुने अङ्कलले आथी न माथि ल्याउनु गएका हो तपाईँ साथ फोन गर भन्दा फोन रूपङ्कलको नम्बर पख रूपङ्कल आएका नै सुरेन्द्र आएका पख हा नम्बर मलाई थाहा छैन प्रेमको नम्बर कोसँग छ प्रेमको नम्बर त्यही सालमा नुनले मसला हाल्ने आउँछ मलाई अफर यहाँ छ कसरी हाल्ने यो क्या ये फुलेर यार सबै टेन्सन के दौरा ल्याउनु पर्यो यार जाउँ नि त दौरा ल्याउनु पऱ्यो यो उदाउनु पऱ्यो नि त सेकुवा बनाउनको लागि बडी ल्याउनु नाम बस्छ त्यति पनि ल्याउँदैन कहाँ उठाउन नापा छ मासु धेरै नापै भइसक्यो के लागि हो कस्मे का कसमल का
यो भिडियो भइरहेको यति अन्डा होइन अरू मलाई भोकेको मैले हिसाब सोधे आऊ भोकेको लागेन फोन लानु लाग्यो माछी त भाइ ल्याउ छिन हाल्नु ल्याउ ल्याउ बेलका खाए केले यति छ ए खेमा आलु खाने खानेमै समात न समात पर हाल्दै हैन उच्चन गयो ए भाइ गयो उच्चन ए भाइ गयो के मजा आयो कस्तो पागल छ यो खानु सुरु भने तल रखानी लगाऊ हैन माथि माथि पुग्ने बोल ओइ ले आइ पाइसा नुन हाला पनि यो बाहिर पनि बाल्न आयो तले भित्र फलाम गएको विशेष भइ गयो फलाम काका स्टार्ट गराउनु बरु कसरी हाल्ने अहिले अहिले बनाउनु खाए भाइ जिम्मा बस्ने बस्न लागि यही त पनि बाल्न काका भाइ ए पुटु टु टु ल भयो सबैले सेवा अड्याएको छ अलि अलि यही रिड बुलका उनु ल्याउ न अड्याउ बोले के अड्याउ अड्याउ गला पनि हेर्नु भएको नि अहिले खाएर अलि बल्ले त्यसो म तपाईँ मासु मासु हाल्नु अन्डा हामी माथि पुगेर नाप राख्दियो के बनाउने मासु गाडु देखो नै गाडु हेर्ने हो अरे यार दाइको निकमा हाल्नु भुल्लेर उसको बनाउनु नि अब ओ ठुलाको मास गरेको ल ल साथी भइरहेका थिए र म बनाउँछु भाइ पुरा हाम्रो छानामा गाडु थियो सो भाँडाकुडी लिएको बस्ने अड्नु को लाग्यो अहिले उ हैन यस्तो फुलले खोटाउनु खालीले अब खालीले कसरी बनाउनु पुरा बनाउन खुडाको त अहिले लाग्छ पछि मासु खाली जाने खालीले हुँदैन पुलिस ताकारिउ हाल्नु न ताकारी चल्दै ताकारी बनाउन भएन बोरा ताकारी बनाउन छिट्टो नफाल्दियो हामी बाहिर पनि हामी पनि छिट्टो नफाल्दियो होइन कसो कोमल
भरे त्यो थाली ल्याउनु माथि माथि उनीहरू त काउनु होला त यार डराउँदा यार बोल्नु र त्यो बोल्नुमा धेरै फरक छ यो के हो मा राख्ने यो के हो गु त के हो मा हैन त गु हैन त त्यसै हो के अन्त मासु हो त्यो हुन्छ त्यो मासु बाख्रो काटेको औ मैले बाख्रा टाक्नु के फस्यो तुदै नहोले जिन तुदै बोइलरै काट्थे बाख्रा ल खाको मलाई बोइलर भए पनि त्यो गु काइनी उठ्छ त थाहा छ म चाहिँ बोइलर काटे पनि धेरै खानेर बोइलर थाउला बोइलर र यति आधार पटे हुँदा हैन गदा आउनु ल के हो न भन यति हुँदैन भने यति हुन्न भने हुन्छ नि मुजी हुँदैन त्यति हुँदैन यति हुँदैन त्यति बाख्राका यति त एकचोटी हात लगाउ भने नसरे चाहिँ होला बरु यो मा तेल पुरै निस्किन लाग्यो चाहिँ अब खाना पाक्दैछ नास्ता पाक्दैछ अब हेर्नुहोस् म कसरी पकाउँछु उता हेर्नुहोस् ल छिट्टा खाल्दै होला बर एकचोटी समात्न त आठले एउटा काट आठले ल्याउँछ उताको समात होला यति बढी समात होला लागिराख्नु अन्डा त नानी फेरि चिउरा हाल्छु अन्डा बाँच्यो म नन वेजको पनि खानु होला के साह्रो ठिक छ ठिक छ ए चाउ चाउ अन्डा एकै ठाउँ हाल्ने म उहाँ काठमाडौँ यो बाटोले बाटो निकाल्नु नै कसो छ दौरो हाल्नु इंडिया
हाम्रो पाक्दैछ यहाँ हाम्रो नन भेजको नन भेजको नन भेजको खाना यो भेज टाइपको बनाएको छौँ हामीले यहाँ चाहिँ भेज खाना के मिक्स छ भने साथीहरू हाम्रोमा प्याज हाल्यौँ हामीले टमाटर हाल्यौँ खुर्सानी अनि अन्डा हाल्यौँ मिक्स गरेर सबै चिज हालेर त्यसपछि मस्तसँग तेलमा अन्डालाई टार्यौँ टारिसकेपछि त्यसपछि चाउचाउ राख्यौँ त्यसपछि चाहिँ चिउरा राखिसकेपछि बल्ल अनि हामीले थोरै पानी राखेर उमालिसकेपछि यस्तो बन्यो हेर्नुहोस् साथीहरू यो त खान लायक बन्यो भइसक्यो अब चाहिँ हामी तयारीमा छौँ खानाका लागि अब यो गर्नुपर्छ त्यो उनीहरूलाई अन्डा ल्याएर हाम्रो हामी नन भेज भने यो भेज सब यता भेजहरू सँगै खाने कहिले खाने त्यही त्यही त यसले ढोक्नुबाट यसले यसले के ढोको कसरी ढोको त थाल्ले अब ओका थाल्ले 3 थाल्ले या जागिटे 4 थाल्ले या 4 थाल्ले या त बिल्कुल नहीं गोंगू का बिग फैन गाइस ये चाहिँ भेज वाला हुन हैन यो अन्डा बोइल गर्नु भेज वाला मा चाहिँ हाम्रो प्याज काटिरहेछ ल हामी खुम्चाले पुनः अब अहिले फाल्तु गएर बस्छ यार आउँछ ल हिँड खुम्चाले आऊ हैन पर आऊ जय त काम चाहिँ उता खेल्छ टमाटर प्याज काटिरहेछ हाम्रो चाहिँ आइफोन होइन 15 होइन 14 प्रो हो पुरानो हो तर तेरो लास्टै पुरानो बब्बल खिचाउँछ ओखने बोल्नुले रागा छेका छेकी उहिलेका कात्तिके दसैँ रागा छेका छेकी हुँडा टेकी टेकी त्यो सम्म अहिले भयो हुँडा टेकी टेकी घुँडा टेका टेकी तु सम्म जाने भयो घुँडा टेका टेकी अलि चर्क चर्क घाम लाग्यो दुनेली रात अलि चर्क चर्क अलि चर्क चर्क घाम लाग्यो दुनेली बजी अलि चर्क चर्क अलि चर्क चर्क घाम लाग्यो दुनेली रात अलि चर्क चर्क अलि चर्क चर्क घाम लाग्यो दुनेली रात अलि चर्क चर्क तेरो बाबा पर्ख तेरा हात गोगटो भए तेरो लगाइ चाहिँ हाम्रो चाहिँ खाना खाने सुरु भइसकेको छ यहाँ चल्दैन यार हेलो गाइजहरु आज हामी बादामुलमा छौँ दसैँ स्पेशल पिकनिक सब गाउँको यसो जम्कावट भयो धेरै वर्षपछि यसरी पिकनिकमा आएको छु हामी रमाइलो लागेको छ अब खाना चाहिँ पाक्न लागिसक्यो जेनजी टिम अनि जेन वाइ टिम मैले लगाइ चाहिँ हामी चाहिँ अब चुच्ची हाल्दैछौँ यहाँ चुच्ची हाल्छौँ यहाँ चुच्ची भनेको के भन्दाखेरि यहाँ देखाउँछु अहिले पछि देखो गर्न ल हामी जानु लागेको छ चुच्ची काट्नु उत्तिस काट्नु जानु लागेको छ यो मजा छ यो उत्तिस यही ठास्नु पऱ्यो कति 500 तिर्नु पर्ला
यो 18 भन्दा पनि सोझो छैन कि राम्रो छैन यो ल को काट्ने त भन्दाखेरि जाउँ त तलतिर हेरौँ त को छ खतरा यो ढाँसो भन्दा काका योमा त्यो भाग्ने माझे सबै चढ्नु नि तेरा ल त ल कौलो हुने गरिमा मोटो ढाकुमा आछिको त्यही भने अब मैले कौलो छ यो गुदी मात्रै हो क्या यो नकाट गुदी मात्रै हेरौँ न छाला मात्रै हो सलामत त्यो लागि माछिन्छ गर्न लागिसकेको छ मैले त ल हान नि त ल यो काट्छौँ हामी चाहिँ काटिसकेको छ 50% यो रुख आसिफले लगाउने माथि डर छ यो काटिसकेको छ यो रुख हामीले रुख काट्न लागिसक्यो चुच्चीको लागि लास्ट बिलाउनु लाग्यो क्या त्यतिर ल यहाँ ठास अब यहाँ डाँडा यहाँ पखा यहाँ डाँड्नु पऱ्यो बखा काका के छ अर्ग्यानिक चुच्ची नरेश पुरा उता हेर्नु मेरो नाम चिउरा हामी चाहिँ यसरी जाँदैछौँ आज पिकनिक भुजा हो भुजा हामी खसी बोक्या प्रिमिन चाउचाउ अन्डा फुल अन्डा तरकारीको राजा थाहा छ स्पाइस मसला चिउडा थाल खाने चिज भन के भो त्यसमै ढाँडो रहेछ भन ल ए के भो विदेश गइ गयो ल ल के भो खायो छोयो अब चाहिँ के होला जस्तो छ है गाइस के होला जस्तो छ हाम्रो सर यहाँ हेर यहाँ हाम्रो भ्लगर